सम्पूर्णमा नमस्कार। मेरो नाम सक्षम चालिसे। म यही कोटपुर 11 को छात्र। हजुरहरू सामु एउटा सानो रचना लिएर प्रस्तुत भएको छु र मेरो रचनाको शीर्षक रहेको छ मेरो बगर अनि तिम्रो सहर। मेरो कविता हो अनि तिम्रो सहर। कविता हो। हजुर। के हो र तिम्रो त्यो कागजको सहर? मनको आँखा खोली हेर न मेरो त्यो मायाको बगर। सानो तर तिम्रो त्यो फर्जी कागजको संसारभन्दा भिन्न रहेको छ मेरो त्यो सानो मायाको बगर। जहाँ कागजले होइन विश्वासले घर अडेको छ, जहाँ घमण्डले होइन मायाले चुलो जलेको छ। बेग्लै छ मेरो संसार, बेग्लै छ मेरो संसार तिम्रो त्यो फर्जी कागजको संसारभन्दा परे। त्यही भएर भनेको छु महोदय, के छ र तिम्रो त्यो कागजको सहरमा? मनको आँखा खुली हेर न मेरो त्यो मायाको बगरमा। फरक तिम्रो सहर कागजले चल्छ अनि मेरो विश्वासले, तिम्रो मुहारले चल्छ अनि मेरो चाहिँ स्वभावले। तिम्रो त्यो सहरमा बिना वस्त्रको स्त्रीलाई सुन्दर भनी बिकाइन्छ, तर त्यही मेरो बगरमा नङ्ग स्त्रीलाई वस्त्रको मोल सिकाइन्छ। तिम्रो त्यो फर्जी संसारमा पशु मारी स्वयंको प्यास मेटाइन्छ, तर मेरो त्यो सानो बगरमा त्यही पशुको प्यास बुझाइन्छ। धन्यवाद। तिमी र म बिचको तुलना गरिएको छ है तपाईको कवितामा। तिमी भनेको को हो नि? जस्तो जुन अब पैसाको पछि भागिरहेका हुन्छन् होइन, पैसालाई मात्र सबथोक मानिरहेका हुन्छन्, त्यसले डिमोट गरेको पैसालाई। अनि अब आफू भन्नाले जोसँग जो मायामा आफूले चाहिँ आफूलाई मात्र नभएर मायाले नै सब चल्छ भन्ने सोच राख्ने व्यक्ति र पैसाले नै चल्छ भन्ने सोच राख्ने व्यक्ति बिच कम्पेरिजन। अनि म चाहिँ बगरमा बसेको देखाइरहेको छ। बगरले के बुझाउँछ? आफ्नै सहर भन्नाले एउटा जहाँ त्यो खोलाको भयो नि त्यस्तो बगरहरूमा अभाव छ हैन? अभाव हुँदाहुँदै पनि माया, सबै कुराको पैसाको अभाव भए तापनि मायाले नै सब कुरा चलिरहेको छ। ठिक छ, मान्छे सम्पन्न भएर मात्रै हुँदैन, भावना चाहिन्छ। हजुर, अभावमा पनि भावनाले बाँच्न सकिन्छ भन्नु छ। त्यही हो। हजुर, ठिक छ। तपाईले भन्न खोज्नु भएको जस्तै सहर र गाउँको परिवेशलाई यहाँ गर्न खोजे होइन यसले। पैसा र गरिबी र पैसा सबै सम्पन्न भएको व्यक्ति र अभावमा बसेर पनि बसेको व्यक्ति। हजुर, यानी कि बगर भन्नाले अभावमा बसेको व्यक्ति भयो, सहर भन्नाले सम्पन्न व्यक्ति भयो। सम्पूर्ण हुँदाहुँदै पनि सिर्फ पैसालाई नै सबथोक मानेर मायालाई त्यस्तो अलि हेला टाइपको गर्ने, बढी धन भएपछि मानिसमा आउने घमण्ड अहङ्कार, त्यो हुनु र केही नभएर पनि एउटा मायाको भावनाले बोल्नु बिच कम्पेरिजन गरेको। कविता लेख्नुहुन्थ्यो, पहिले पनि लेख्नुहुन्थ्यो? हजुर। कहिले लेख्नु भयो? हजुर। कहिले लेख्नु भयो? धेरै भयो, 1 महिना जति भयो होला। पहिले लेखेको कविताले राम्रो। अनि यो प्रतियोगिता चल्दैछ पछि सम्पादन गर्नु भन्छ। प्रतियोगिताको सूचना कसरी थाहा पाउनु? सरले भन्नुहुन्थ्यो, गुरुबाले प्रकाश मरासरी सरले। अनि कविता भन्न आउनुभन्दा पहिले डर त केही लागेन? पहिला पनि भनेको जस्तो केही हो। अहिले पनि आनन्द मजा आइरहेको छ नि त? कन्फिडेन्ट लेभल नै उच्च छ। धन्यवाद। यति मिठो कविता सुनाउनु भयो होइन। आफ्नो गाउँठाउँलाई माया गरौँ होइन, धन सम्पत्ति सहर मात्रै भन्नु नहुर्लियौँ होइन। ल, राम्रो छ कविता है। शुभकामना तपाईँले।